हरि ओम धरणी गर्भसम्भूतं विद्युत्कान्ति समप्रभं कुमारं शक्ति हस्तं तम मङ्गलं प्रणमाम्यहं। नमस्कार। सिन्धु ज्योतिष सेवा केन्द्रबाट म ज्योतिष पण्डित मदन प्रसाद दुलालको हार्दिक अभिवादन। म हजुरमाझ उपस्थित भएको छु सदा चाहिँ दैनिक राशिफल लिएर। दैनिक राशिफल अन्तर्गत आजको पञ्चाङ्ग र राशिफल सँगसँगै पञ्चाङ्ग श्रवण गर्नाले सानातिना समस्याहरूको निराकरण गर्छ, शरीरमा स्फूर्ति छाउँछ र गंगा स्नान गरे बराबरको पुण्यफल प्राप्त हुन्छ भन्ने शास्त्रमा बताइन्छ। तसर्थ राशिफल सँगसँगै पञ्चाङ्ग श्रवण गर्नुपर्ने भएकोले सर्वप्रथम सुरु गरौँ आजको पञ्चाङ्ग। आज मिति विक्रम सम्वत 2082 साल 8 महिना 23 गते मङ्गलबार अर्थात् मङ्सिर 23 गते मङ्गलबार सन् 2025 डिसेम्बर 9 तारिक। चन्द्रमासले पौष कृष्ण पक्ष पञ्चमी तिथि, तिष्य नक्षत्र ब्रह्मयोग कौलवकरण। चन्द्रमा आज कर्कट राशिमा। आजको लागि शुभ रङ्ग सेतो, शुभ अङ्क 2, शुभ दिशा उत्तर रहेको छ। अब सुरु गरौँ राशिफल। मेष राशि, खर्चमा वृद्धि हुन सक्नेछ तर आँटेका कामहरू पुरा गर्न सकिने देखिन्छ। वृष राशि, पराक्रम बढेर जानेछ, प्रतिस्पर्धीहरूलाई परास्त गर्न सकिनेछ। मिथुन राशि, आफन्तको रमाइलो भेटघाट हुन सक्ने सम्भावना र मिष्टान्न भोजनको अवसर मिल्नेछ। कर्कट राशि, ठुलाबडाको साथ र समर्थनबाट महत्त्वपूर्ण काम बन्ने देखिन्छ। सिंह राशि, छोटो दूरीको यात्रा हुन सक्नेछ, खर्चमा वृद्धि नहोला भन्न सकिन्न। कन्या राशि, विभिन्न तरिकाबाट धन आर्जन गर्न सक्ने अवस्था मिल्नेछ। तुला राशि, रोकिएका कामहरू पुरा गर्न सकिनेछ, नवीन कार्यको थालनी हुने देखिन्छ। वृश्चिक राशि, कार्यतर्फ जिम्मेवारी थपिन सक्नेछ, कुनै पनि महत्त्वपूर्ण कामको योजना बन्ने देखिन्छ। धनु राशि, स्वास्थ्यमा केही खराबी आउन सक्नेछ, सानातिना समस्याहरूले सताउन सक्ने भएकोले कुनै पनि नवीन कार्यको थालनी आज नगर्नु नै उचित हुने देखिन्छ। मकर राशि, प्रेममा सफलता मिल्नेछ, व्यापारमा व्यवसायबाट आर्थिक स्थिति मजबुत बन्दै जानेछ। कुम्भ राशि, बिना कारण विवादमा फस्नुपर्ने अवस्था आउन सक्ने भएकोले संयमित भएर अघि बढ्नुहोला। राशिको अन्तिममा मीन राशि, विद्यामा प्रगति भएर जानेछ, सन्तान सुख मिल्नुका साथै आफ्नो चतुर्याइबाट पनि महत्त्वपूर्ण काम बनाउन सकिने देखिन्छ। राशिफलले जे जस्तो भने तापनि हजुरको दिन सुखमय रहोस्। ओम श्री राधे।